घरमा एभ्रीडे बिहान पत्रिका आउने, पत्रिका च्या खाँदै पत्रिका पढ्ने खालको एउटा कल्चर थियो नि भनौँ न। त्यो एउटा लेभलमा कल्चर त हराइ नै सकेछ। अन्नपूर्ण मिडियाले चाहिँ नि आउँदो दिनहरूमा कस्तो स्ट्राटेजिजहरू दाइले सोच्नु भएको छ? एका बिहानै हामी पत्रिका नहेरेको दिन कस्तो खल्लो फिल हुन्थ्यो होइन। कोरोना पछि के भयो, ल पत्रिका छुनु हुँदैन, कोरोना लाग्छ भन्ने भयो, मान्छेले महिनौसम्म पत्रिका हेरेन। त्यसले गर्दा मान्छेमा पत्रिका पढ्ने ट्रेन्ड घट्यो। अनि के प्रति आकर्षित गर्थ्यो भन्दा हाम्रो सोसियल प्लेटफर्महरू जुन मोबाइलहरू अहिले स्मार्टफोन्सहरू आएको छ नि त, त्यो प्रति मान्छेलाई बढी आकर्षित गर्थ्यो। त्यसले गर्दा पनि हाम्रो पाठक रिडर चाहिँ पक्कै घटेको कुरा एकदम सही हो। तर पाठक घटेको भन्दैमा अहिले पछिल्लो समय जुन किसिमको विश्वसनीयता चाहिँ फेरि प्रिन्टमै हुन्छ। तपाईँ हेर्नुहोस्, डिजिटलको बाढी हेर्नुहोस्, तपाईँ एकताल सोसियल प्लेटफर्म साइटको बाढी हेर्नुहोस्, एउटामा एउटा लेखा हुन्छ, एउटामा कुन पत्याउने त, क्रिएटिभिटी के हो त भनेर हामीलाई मापन गर्न बहुत गाह्रो भइरहेको अवस्था अहिले छ। येल्लो जर्नलिजमले व्यापकता पाएको अवस्था छ भने प्रिन्ट चाहिँ अथेन्टिक हुन्छ, किनकि त्यो छापिन्छ, छापेपछि वर्षौँसम्म पनि त्यसलाई रहन्छ होइन। त्यो भएको कारणले गर्दा प्रिन्ट मर्न त मर्दैन, तर तपाईँले भने जस्तै गरी पाठक घटेको कुरा चाहिँ पक्कै साँचो हो।